हाई हो गाइज, यो चाहिँ हाम्रो गाउँको भेरीको पुल थोरै नजरमा दिँदैछु। मेरो फेस देखेको अवस्था आउने यार, एकैछिन है चेन्ज गर्छु। चाहिँ ठिक छ क्या, यो चाहिँ दामी लाग्छ क्या यस्तो चाहिँ होइन। एक्कलाले यो भेरीको पुल कता हो भन्नु होलाखेरि सुर्खेत ब्राताल गाउँपालिका वार्ड नम्बर 5 चेपाङ। टक्क नजाँदाखेरि कत्रा अन्त मेरो गाउँ आउँदाखेरि है तेरी त चप्पलाएर हेर्दाखेरि नि होइन। पछाडि पनि त्यस्तै छ, अगाडि पनि त्यस्तै छ। खतरा नजारा दिन्छ क्या यसले फेरि। ओइच अलि यो चाहिँ पहिला चाहिँ अलि बिचमा थियो क्या, उतापट्टिको पानी चाहिँ अलि बिचमा थियो, अहिले चाहिँ अलि पछाडिपट्टि गइसकेको छ क्या होइन। चट्ट पारेर यहाँबाट हेर्दा अब तलतिर हेर्नु यो भेरी। अरे बापरे, यो जट्ट यता माथि हेर्नु फेरि हाई हो, माथि चाहिँ अलि अदर अदर देखिँदो रहेछ हो। घाम उत्योबाट लागिरहेछ नि त, त्यही भएर होला सायद। जप्पलारे यो चाहिँ जङ्गल ए यसरी छेकिँदो पो रहेछ त्यहाँ। झट्टलाट जङ्गल है यो फेरि। भेरीको पानी यति मिठो हुन्छ नि, बाफरे बाफरे। म चाहिँ अहिलेसम्म खाएको छैन, आएदेखि जान पनि पाइएको छैन भेरीमा। चाहिँ आज यसो चट्ट लाएर हेर्नु न, यो उताको गाउँ फेरि। उताको गाउँ चाहिँ फेरि बच्ची पर्छ क्या, बच्ची त एखिनी बुटी जामु कुइने भने जस्तै। अब यतातिर यो पऱ्यो, यो फेरि अब चेपाङ गाउँ टप्पर फेरि खतरा छ नि टप्पर फेरि। अहिले यहाँ चाहिँ अलिक कमै देखिरहेछ, म चाहिँ माथि गएर देखाउने छु। यो चाहिँ चेपाङ अब भेरीबाट हाम्रो पुलबाट देखिने हाम्रो गाउँ हो कि, यो चाहिँ यतिभरि मात्रै देखिन्छ है, धेरै देखिँदैन। म चाहिँ माथि गएर चाहिँ एउटा खतरा भिडियो बनाउँछु। यता फेरि अब यो माथितिर अब यो बर्मीतिर टोल पऱ्यो, बर्मी अब दमार अनि बिद्धमार भेरीछाल तल्ले गाउँ चाहिँ यहाँबाट देखिँदैन है। अनि चट्ट पारे यो चाहिँ यहाँबाट चाहिँ माथि फेरि अब यता माथितिर फेरि ट्याक्क यो भेरी जाँदै कुटा कुटा सलगटरङ्गा। अनि यस्तो खतरा छ नि त यार, पुरै छोड्दिनँ क्या म चाहिँ। आज मेरो चाहिँ यसो राउन्डिङ छ, चट्ट यहाँबाट जान्छु, त्यहाँ गएर अर्को भिडियो अपलोड गर्छु म। यो भिडियो फर्स्ट भिडियो, यो भन्दा पनि सेकेन्ड भिडियो झन् खतरा हुनेछ। त्यो चाहिँ मैले त्यहाँ डाँडामा गएर बनाउने छु। एक्लै छु तर डर लागेको छ मलाई कसरी जाने भन्ने। तर पनि कोसिस गर्नेछु म जानलाई। सक्छु कि सक्दिनँ, सक्छु होला। पहिला गाँस धाँडो गरेको ठाउँ हो होइन, खासै त्यस्तो त केही सोच्नु पर्दैन हेर्ने। हो ढौरा भारी बोकेर आउनुभएको छ, यस्तो दुःख छ गाउँमा। दाउरा भारी हेर्न सकिन्छ त कसैले, सहर बजारका मान्छेले। कहाँबाट ल्याउनु भयो बजै? ए हुन्थ्यो दाउरा भारी के गर्ने, गाउँ ठाउँ हो, दुःख नगर्छ हुँदैन हजुर। यहाँ त ग्यास चुलो हुँदैन, आफै दाउरा काट्यो, आफै भाल्यो, आफै ताप्यो। यता फेरि रोड काटेर रहेछ है अहिले। अन्त पहिला चाहिँ थिएन यो, अहिले चाहिँ काटेर रहेछ। ल अहिलेको भ्लग चाहिँ यहीँसम्म समाप्त गर्दछु, पछि डाँडामा गएर है।